यसो मुख देखाएर गइदिउँ ल यहीँ आएर रहेछ है दुर्गा प्रसाद ल ल चल्यौँ केटा मैले लाइभ पनि देखेँ दुर्गा प्रसाद यार उसले मलाई जान दिएको हो ऊ बुझ्ने मान्छे रहेछ यार म राइडमै थिएँ यस्तो यस्तो गल्ली छ यार केटा बसन्तपुरमा त हजुर त्यो हस् थ्याङ्क यू हुन्छ हस् ल केटा कुरा चाहिँ त्यही हो है ओ के हो जस्तो लाग्छ कुटे आयो पैसा आयो छोडिदिनु त दिदी एकदम छोडिदिनु ए हो नि होइन कोले कार्बोरेटरवाला एनएस पुरानो छ भन्दा फर्स्ट मोडल होइन त्यो बाइक त आहा सो हेलो एन्ड दर्शन नमस्ते एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु है ब्लग हेर्ने हो तपाईँहरू ल म आज तपाईँहरूलाई ब्लग दिन्छु यो कपालमा ओके वेलकम टु मोटो ब्लग अनि कुरा चाहिँ मलाई आज एउटा कुरा भनेर के अरे ब्लग स्टार्ट गर्नु मन लाग्यो होइन यो एफआईवाला बाइक छ नि एफआईवाला बाइक र अनि त्यसपछि कार्बोरेटरवाला बाइकमा कति फरक हुँदो रहेछ भनेर मैले आज थाहा पाएँ क्या है तपाईँको यो मेरो बाइकमा तपाईँको 5वटा सेन्सर छ क्या इलेक्ट्रिक एउटा एफआई भयो एउटा अनि त्यसपछि फ्युल इन्जेक्टर ए होइन एफआई र फ्युल इन्जेक्टर एउटै हो अनि जस यो मेरो बाइकमा 5वटा सेन्सर छ क्या अनि त्यसपछि म अब के अरे नचलाएको कुरा चाहिँ कहिले पनि गर्दिनँ है कोलाई थाहा छ भने मैले सिबिआरको कुराहरू होइन मसँग जे छ मैले त्यसै कुरा गरेको हो होइन मसँग पहिला कार्बोरेटरवाला के अरे एनएस थियो है कोलाई थाहा छैन भने नयाँ थियो अनि त्यसपछि मैले 2 वर्ष चलाएर बेचिदिएको हो है यो हाम्रो गाली पनि 2 वर्ष हुन आँटी अनि कुरा चाहिँ कहाँनिर आयो भन्दाखेरि एफआई भएपछि लास्टै तनाव है कार्बोरेटर भएको भए सजिलो हुन्थ्यो अनि बाइकमा चाहिँ के प्रब्लम आउने भन्दाखेरि तपाईँको एफआई बिग्रेपछि लास्ट ओभर हिटिङ हुँदो रहेछ क्या मेरो बिग्रेको चाहिँ होइन तर मलाई भाइले भनेको क्या अनि त्यही भएर ल लोकेसनमा त आइपुगेँ मलाई भाइले भनेको अनि त्यही भएर चाहिँ क्या जे होस् केटाहरूलाई चाहिँ कुन चाहिँ ठिक लाग्छ यो चाहिँ मलाई एकचोटि भनिदिनु ल किन भन्दाखेरि मैले दुइटै चलाएको छ होइन दुइटै पत्रुरै हुने गरी चलाएको छ अनि त्यही भएर मलाई चाहिँ एफआई अलिक ठिक लागेन क्या कार्बोरेटरवालामा चाहिँ कस्तो भन्दाखेरि हाई पावर आउने अनि त्यसपछि मजा नै छुट्टै हुने होइन कोले कार्बोरेटरवाला एनएस पुरानो छ भन्दा फर्स्ट मोडल होइन त्यो बाइक त आहा सम्झ्यो भने पनि मेरो रिजन चाहिँ म लोकेसनमा आइपुगेको थिएँ अनि तपाईँ दिदी ए अनि त्यही हो ल केटा कुरा चाहिँ अनि तपाईँहरूलाई चाहिँ कुन बाइक मन पर्दो रहेछ भन्नु ल के अरे एफआईवाला कि नन एफआईवाला मलाई चाहिँ एफआईवाला अलिक कस्तो कस्तो लाग्यो क्या त्यो नचलाएको भएर नि हो कि चलाउनु त फेरि 2 वर्ष चलाइसक्यो यो कहाँनिर हो दिदी यो मेडिकेयर हस्पिटलको पछाडि हो तल्लोपट्टि हेल्पिङ ह्यान्ड ए बस्नु हामी जाने त यतैबाट होला सायद हेल्पिङ ह्यान्ड भयो नि त दिदी लोकेसन चाहिँ भित्रको हाल्नु भएछ अब हामीलाई तनाव हुने भयो यहाँ इन्ड गर्नलाई ए हजुरको छोराले बुक गर्नुभयो हो हजुरको छोराले लोकेसन चाहिँ अलिकति अर्कै हाल्नु भएछ क्या भाइ अलिकति के हालेछ र चावल मुनिको हालेको रहेछ क्या मैले त्यही भएर हजुरलाई सोधेको क्या हेल्पिङ हस्पिटल हालै बाबु भनेको थिएँ ल चल्दै ल आइपुग्यो ल दिदी ल मैले नेटै अफ गरिदिए पो रहेछ त यार हस् धन्यवाद हजुर ए हस् थ्याङ्क यू हुन्छ हस्
अनि अघिको कुरा चाहिँ त्यही हो यार मलाई किन होइन यो एफआईमा चाहिँ फेरि फ्युल चाहिँ बवाल दिन्छ होइन फ्युल चाहिँ बवाल दिन्छ फ्युलको चाहिँ कुरा भएन कस्तो भन्दाखेरि एफआई के अरे अलिकति पनि बिग्रियो भने ऊ हुने रहेछ क्या त्यही भएर खै के हो मैले यस्तो चोइस मात्र गरेको अब मलाई यो बाइक त बेस्ट लागिरहेछ होइन त्यही भएर पनि मैले कति 2 वर्ष भयो चलाएको यार अनि एनएस चाहिँ किन गयो भन्दाखेरि म धेरै उटपटाङ गरे भएर मेरो एनएस गयो ल बाई बाई ल केटा कुरा चाहिँ त्यही हो है ओफो यो ट्याक्सी यसरी चलाउनु हुन्छ नि हामी बाइक त्यसरी चलाउनु हुन्न अरे होइन आइया फेरि म उठेर अनि हुइली त धेरै भयो होइन उठेर अनि त्यसपछि त्यो यसो हातसाथमा छोडेर अनि त्यसपछि स्पिड मात्रै चलाउने हो क्या म त्योभन्दा बढी चाहिँ केही पनि गर्दिनँ ल एउटा राइड आएको थियो केटा हो है जानुपर्ने चाहिँ हामी उता के अरे बानेश्वर छ मैले भने कि भनिनँ यो माटो नि लोकेसनै दिँदैन क्या राँची त सुरुतै फेरि यादहरू आउँछन् तिम्रा धेरै मलाई माया गर्नु ल ओ माई गड मैले बाइक कुदाउन नहुने मैले बिर्सिरहेको यार थर्ड भर्खरै आफै सफा गरेको नि अब ब्याट्री के अरे मेरो बाइक अफ हुन्छ हेर्नु है त अब के अरे एफआई राम्रोसँग बसेर हिँड्छ भने भर्खरै एफआई सफा गरेपछि राम्रोसँग स्पिड कुदाउनु हुने क्या भर्खर तेल पास भएर हुन्छ नि त द्याट्स वाइ युआर भैँसीको ज्वाइँ रे होइन लोकेसनमा त आइपुगेँ एउटा कल गरिदिउँ न ल करके प्यार हमसे कर बैठे ना करके प्यार हमसे कर बैठे Where is she man? ओ क्या तिमी हो चाउमिन यहाँ लाऊ के चाहियो रे चाउमिन खाने के हो जस्तो लाग्छ बस बस यो क्यामेरा हो हेलो गरिदेऊ के खाने भने चाउमिन खाने भने अनि चक्लेट पैसा चाहियो तिमीलाई मसँग चेन्जै छैन यार 1 रुपियाँ ल कुटे आयो पैसा आयो छोडिदिनु त दिदी एकचोटि छोडिदिनु ल पैसा लिएर हिँडेर यार बच्चा त ल आऊ बस अघि म बताउँदै आएको भएर हो क्या बाइक लास्ट हिट भएछ चाबेलबाटै जाउँ त यस्तो बिजोक हान्दै यार त्यसलाई गएर म अहिले यस्तो थर्काउँछु नि अब ओफो क्या तातियो यार एकछिन बाइक ढकाले त बाइक अफ भइदिरहेको एउटा जोक हामी त चाबेलबाटै गयो भने छिटो हुन्छ है कस्तो
कस्तो कमेडी भइदिएर होइन यो के अरे मैले यहाँ लाइट हालेको छु नि त त्यसले गर्दाखेरि ब्याट्री त्यो खै के भएछ क्या अनि त्यही भएर अघि त्यस्तो तनाव ल केटा हाम्रो रिललाई मैले छोडिदिइसकेँ है के अरे अहिले चाहिँ अर्को राइडमा जाँदैछु म माया गर्नु ल लोकेसनमा त आइपुगेँ म कहाँनिर हो त गोप्रो अन छ कि क्या भनेर सोधिरहेको प्यासेन्जरले त ए होइन अघि गोप्रो अन छ कि क्या भनेर सोध्नु भइदियो नि त अनि त्यही कुरा चाहिँ गरेँ मैले यहाँ side lah. Belah. $125. $125. And this too. Oh, thank you. ए रेकर्डर रहेछ ल केटा यो राइड पनि हाम्रो कम्प्लिट भयो म चाहिँ अहिले यता यो के भन्छ अरे रानीबारीतिर छु क्या यो के भन्छ रानीबारी चाहिँ रानीबारी नै हो अब यो रानीबारी कुन इलाकामा छु राम जाने त अब म ल्याएर केटा फेरि भिडियोमा नहाले जस्तो हुन्छ है म चाहिँ यहाँ प्यासेन्जरलाई वेट गर्दैछु क्या 4-5 मिनट भयो अनि बसन्तपुर जाँदैछु मिल्यो भने घुम्न जाउँला मुड अनुसार फेरि अब मुड चलेन भने चाहिँ म घुम्न जान्न उसलाई छोडिदिन्छु अनि अर्को राइडमा जान्छु फेरि ओ पब होइन त डिस्को एन्ड बार बसौँ बसौँ तपाईँ त डाँडा चढाएर त चढ्नुभयो त खतरा जाम रहेछ है सर्टकट थाहा छ त होइन सर्टकट चाहिँ थाहा छ त भनेको नर्स हो क्या नर्स हो क्या ए मैले त्यो नर्स भनेर किन सोधे भन्नु न त्यो नर्स भनेर किन सोधे भन्नु न ड्रेसले गर्दाखेरि चाहिँ सोधे क्या त्यही भएर सोधे क्या ए किन सोध्यो भनेर भन्ला फेरि ल केटा हो बसन्तपुर चाहिँ आइपुग्यो ल यता रोक्थ्यौ यता सजिलो नि रहेछ ए म त भित्र एकचोटि घुमेर नै आउनु पऱ्यो क्या यार तर बाइकै राख्नु दिँदैन यहाँ ए अहिले त दिन्छ कि क्या बाइक राख्ने एकछिन कम्प्लिट 75 रुपिज एकैछिन अफलाइन जानु पऱ्यो क्या बसन्तपुर घुम्जाने हो केटा हो तर मैले अरू योभन्दा अगाडिको भ्लगमा पनि देखाइसकेँ यार एक्लै के घुम्जानु है एकछिन राइडै हेर्छु म बरु यस्तो हस् थ्याङ्क यू ओके एभ्रिवान ल यो राइड पनि कम्प्लिट भयो अब खै भित्र घुम्न जाउँ कि के भयो यार त्यही यहाँ आयो कि मलाई फेरि मोडै चेन्ज भइदिन्छ क्या राइड हान्न आइरहेको मान्छे घुम्न जानु मन लाग्छ कस्तो बुझ्ने मान्छे यार म आइहाल्छु ल
ल केटा यहाँ दुर्गा प्रसाद आएको छ अरे क्या तिमीहरूलाई म देखाइदिन्छु अनि जान्छु म सपोर्टमा त्यस्तो चाहिँ केही पनि होइन दुर्गा प्रसाद छ अरे यसलाई मैले उहाँलाई मैले अहिलेसम्म लाइभमा हेरेको छैन क्या खोइ हेरौँ त दुर्गा प्रसाद खोइ कहाँ बसेर बोल्दा एकचोटि अनुहार देखाइदिनु पर्ने भनेको ऊ त्यहाँ छन् ल केटा देख्यो म एउटा यसो मुख देखाएर गइदिउँ ल यहीँ आएर रहेछ है दुर्गा प्रसाद ल ल चल्दिउँ केटा मैले लाइभ पनि देखेँ दुर्गा प्रसादलाई यार उसले मलाई जान दिएको हो ऊ बुझ्ने मान्छे रहेछ यार म राइडमै थिएँ होइन म निकालिदिन्छु बस्छ मैले अहिलेसम्म त्यसलाई मैले देखाएको थिइनँ क्या अनि त्यही भएर हो र भयो मलाई त्यो के अरे मन पनि सनपर्ने अब त्यो सपोर्ट त होइन एकचोटि हेर्न चाहिँ मन थियो क्या यो कस्तो रहेछ मान्छे भनेर ए देखियो छिर्छ होला मान्छे चाहिँ वरिपरि कोही पनि हुँदैन रहेछ सब मिडियावालाहरूलाई बोलाउँदो रहेछ है स्कुटी आइसक्यो जानुहुन्छ भनेर जान दिइरहेको क्या उसले फेरि मलाई म पनि चुहो लाएर गइदिएँ यस्तो गल्ली छ यार केटा बसन्तपुरमा त कति आएको हो बाइक पनि ओफो बसन्तपुर त खत्रै छ यार सब यो पुरानो ठाउँहरू हो क्या आमामा केटा म त बच्चैदेखि डुल्या ठाउँ हो नि यो होइन मैले यहाँ भिडियो अन गरिरहेको छु नि त अनि त्यही भएर मात्र केटाहरूलाई भन्दै क्या यसो त मलाई कुना काप्छ थाहा छ आज हावा तल दुर्गा प्रसादलाई देखिदिरहेको यार त हाल्दै आयो हस् थ्याङ्क यू हस् ल केटा यो राइड पनि कम्प्लिट भएको अवस्था अहिले 12 जिल्ला गएर आएको ए तिमी सहरमा हो जाम त सबतिर जामै छ केटा है तर तातो घाम लगाइरहेछ आनन्द आइरहेछ सब घर गएर झ्याप्प लाएर खाना खाएर सुत्नुपर्छ ए म भ्लग पनि गर्छु अनि त्योहरू भ्लग गरेर भर्खरै म भिडियोहरू पनि बनाउँछु क्या युट्युब टिकटक तर आफ्नै लागि बनाउँछु म त भोलि पर्सि यसो हेर्नलाई रमाइलो हुन्छ नि तिमी पनि यसो आफ्नै लागि नि यसो बनाउनु पर्छ क्या भोलि पर्सि आफूले हेर्दाखेरि पनि यसो रमाइलो लाग्छ क्या मैले त्यसको लागि मात्रै बनाउँछु मलाई त अरू खासै मतलबै लाग्दैन
भन्ने नै हो भने त ए भिडियो रेकर्ड छ गरे ल केटा हामी चाहिँ गफ गर्दै शङ्खमूल आइपुग्यो अगाडिवाला अगाडिवाला त अगाडिवाला यहाँ जाम भयो 110 110 हस् धन्यवाद ल राम्रोसँग कम्प्लिट गर ल हेलो हजुर म याङ्गोबाट बोलेको लोकेसनै बस्दै गर्नु ल म आउँदैछु भर्खरै यो राइड मलाई दिएछ अनि ए हुन्छ हस् म्याम हस् ल केटा यो राइड पनि कम्प्लिट अब यो लास्ट एउटा राइड कम्प्लिट गर्दै भन्छौँ म बताउँदै आएको थिएँ है बाइक त बवाल हिट भएर अफ भइदिरहेको क्या अघि तपाईँहरूले देख्नुभयो कि भएन बिजोक हानिदिन्छ यार कहिलेकाहीँ त मेरो कार्डलाई फेरि मैले लास्टै दिइरहेको छु क्या अहिले टचर दिइरहेको छु क्या भएको कुरा गर्छु होइन रिस्टेक म के अरे अलि आजकल अलि छिट्टो चलाउनु थालिरहेको छु क्या छिट्टो कुदाउन थालिरहेको छु कहाँबाट दियो यो लोकेसन पुरानो बानेश्वर त्यही भएर हाम्रो काली रिसाइछ यसो हेर्छु त बाइक त खतरा तातेछ क्या हामी फेरि अब केटा भएको केटी भएको बेलामा मात्रै म फेरि बिस्तारै चलाउँछु क्या केटा भएको बेला त कुरा मिल्छ नि त होइन अनि त्यही भएर बताउँदै आउने हो क्या अनि त्यही भएर अनि अर्को कुरा यहाँ एफआईमा पनि समस्या आइरहेको छ जस्तो लागिरहेको छ मलाई आज गएर देखाउनुपर्छ अब पहिला खाना खान्छौँ अनि त्यसपछि त्यहाँ हेरौँला बाइक त अहिले चाहिँ हिट भएर बन्द भएको हो होइन के अरे प्रब्लम त केही पनि छैन मैले बताएँ नि त अनि त्यही भएर हामी मजाले दुईजना गफ भन्दै आएको थियो क्या अघि हाम्रो ब्रदर चाहिँ सहत्रमा हुनुहुँदो रहेछ होइन गर्दै हुनुहुँदो रहेछ के अरे ट्रेनिङ गर्दै हुनुहुँदो रहेछ ट्रेनिङ भयो दिदी कता जान लाग्नु भयो नि दिदी कता जान लाग्नु भयो नि कि तपाईँ टिचर हो टिचर होइन ए दिदीको जान्ला म आन्टीले बुक गरिदियो हाम्रो दिदी टिचर जस्तो देखिनुहुन्छ अनि त्यही भएर क्या पहिला पढाउनु त भएको थियो होला अनि त मैले ठ्याक्कै थाहा पाइदिनु भयो त म थाहा पाउनुमा त च्याम्पियन छु नि त फेरि भोजहरू हो क्या भोज छ क्या हजुर है देखा छ कि छैन यहाँ पनि हिमाल रहेछ यार त मैले त पहिलोचोटि देखाएँ कुन हिमाल होला यो कस्तो दामी देखिने क्या तर हिमाल है कस्तो चित्र अथवा देखिने क्या दिदी है त्यो पिक्चर जस्तो क्या यो त ल वाउ यस्तो दामी लाग्यो क्या मलाई केटाहरूले चाहिँ राम्रोसँग देखाएको छैन होला यो लो बिममा छ गोप्रोको सेटिङ हाम्रो दिदी त पाहाडबाट उफ्रे जस्तो भयो 125 हस् धन्यवाद हुन्छ हस्
हुन्छ ल हाम्रो यो राइड पनि कम्प्लिट भयो अब एकछिन घर जानुपर्छ यार म यतिकै डुलेर हुँदैन अब के अरे घर जान्छु अब बेलुकातिर त निस्किन होला सायद अब के गरौँ त न यति नै भए पनि यसो भ्लग हालिदिनु पर्ला है खै हेरौँ अब के हुन्छ के विचार आउँछ सरी कसको बाइक हो भिडियो बनाएँ है तर कस्तो मिठो कलर यार यो कलर आएको छ र भने एयर सिट भित्रैमा यो गरे जस्तो लाग्यो यार मलाई तर क्या मिठो कलर चाहिँ मिठो रहेछ क्या तर मलाई कालै ठिक छ हाम्रो काली नै ठिक छ मलाई कालो मनपर्छ नि त अनि त्यही भएर क्या मिठो रहेछ यार कलर चाहिँ यो अफिसियल कलर हो कि पछि गरे हो यसो कोहीले थाहा छ भने भनिदिउँ न केटा हो म एउटा कुरा भन्दै थिएँ क्या यहाँबाट के अरे मैले झन् अर्को भनेको ल्यान्ड क्रुजरको गाडी रहेछ होइन अनि नम्बर पनि फेरि 7777 रह्यो क्या अनि त्यो माथि लेडिजले चलाइरहेको छ क्या ए बा औरा चाहिँ यत्तिको मेन्टेन गर्न सक्नु पऱ्यो होइन लाइफमा हुन त यो त उहाँले आफैले किने त होइन मलाई थाहा भएको कुरा हो होइन अलिक किन्नलाई त गाह्रै छ क्या यार सो ल यार केटा हो यो राइड चाहिँ मैले यहीँनिर स्टप गरिदिएँ यता आजको दिनमा चाहिँ होइन अनि त्यसपछि म राइडमा चाहिँ निस्केको छैन म हल्का अहिले सबै कुराहरू मिलाउँदैछु क्या सबै कुराहरू मिलाउँदैछु अनि त्यही भएर पनि हल्का यो भ्लगिङमा टाइम दिन पाएको छैन अनि त्यसपछि बुझ्ने अनि त्यसपछि के अरे हेर्दै जहिले पनि हेर्ने मान्छेहरूलाई चाहिँ थ्याङ्क यू है तपाईँहरूले मेरो लाइफस्टाइल जे भए पनि अलिअलि भए पनि हेरिरहनु भएको छ त्यसको लागि चाहिँ धेरै धेरै थ्याङ्क यू अब जो सबै म मिलाएर बिस्तारै बिस्तारै फर्किन्छु ओके एभ्रिवान अब चाहिँ मैले भ्लग इन गरेँ अवस्था है भोलि फेरि न्यू डे न्यू भ्लग लिएर आउनेछु त्यति दिनसम्मको लागि चाहिँ अब यसै गरी माया सपोर्ट देखाउँदै जानु होला है यति भन्दै अब बिदाबारी भएको अवस्था बाई बाई गुड नाइट सायनारा है त Lil' shawty, always out of Molly. You ain't really gotta talk, so like why you tryna stop me? Yeah, ain't nobody finna come and body me. I know what you want, but you ain't gonna come top me. What? Yeah, I gotta check, I'm finna cop Balenciaga.